पूर्व प्रधानमन्त्रीहरूलाई सकेसम्म उम्मेदवारी दिन नदिने चुनावमा एउटा कुरा त्यो पनि छ। अर्को कुरा के छ भनेदेखि आन्दोलनका समयमा यो सीसी क्यामेरा जुन फुटेजहरू एउटा तपाईहरुलाई अब धेरैलाई दुःख लाग्न सक्छ, यो कुरा दुःख लागोस् केही पनि फरक पर्दैन, तर आज सीसी क्यामेरा फुटेजहरू सार्वजनिक गरेर आज गाउँमा लास गएको छ, गाउँमा घाइते शरीर गएको छ, अब फेरि गाउँका युवाहरू फेरि जेल जानुपर्ने, सर्वसाधारणका छोराछोरी जेल जानुपर्ने। आज सारा नेपाली आमाका एक पुस्ता विदेशमा छ, अर्को पुस्तालाई जेल हाल्ने। म त भन्न चाहन्छु, यही मिडिया मार्फत भन्न चाहन्छु, जुन अहिलेका गृहमन्त्रीज्यूबाट तत्काल आदेश हो, यो आदेश के होस्, यदि जेल बनाउने भने ठुलो जेल बनाऊ। काठमाडौँमा जेल बनाएर सकिँदैन आन्दोलनकारीलाई जेल हालेर, ठुलो पहाडतिर एउटा ग्रामीण भूभागमा पुरै जेल बनाएर हालिदिउँ। होइन भने त जेन्जी पुस्ताले परिवर्तन ल्याएको हो नि त, परिवर्तन ल्याएको भोलिपल्टबाट आन्दोलन गरेर देशमा के अरे परिवर्तन अवस्था परिवर्तन सरकार ढालिसक्यो, 2 दिनमा सरकार ढालिसक्यो, अनि अब जेल जानुपर्ने। यदि यो जेल जाने तरिका हो भने यो सरकार जेन्जी पुस्ताले तोडफोड गरेको हो भने, आगजनी गरेको हो भने त जेल जानु पर्ला नि त। आन्दोलनका कहिले पनि लिमिटेसन हुँदैन, कहिले पनि क्राइटेरिया हुँदैन। एउटा आन्दोलन गर्ने भन्नाले स्वचालित भएको आन्दोलन नि त, कसैको नेतृत्वमा विध्वंस गर्न मिल्छ त आन्दोलनकारीहरूले? विध्वंस गरे हो तोड्न मिल्छ? संसद भवन किन तोड्ने मिल्छ भन्ने होइन, संसद भवन कसरी तोड्यो? मान्छेलाई उग्र रूपमा त केपी ओलीको सरकारले सिधै गोली ताकेपछि नेपाली, मैले भनेको छ जनता मर। म भन्न चाहन्छु संविधान यदि मान्ने हो भने संविधानको कुन धारामा नेपाली जनतालाई गोली हान्नुपर्छ भनेर लेखेको छ? यदि गोली हान्नुपर्छ भनेर नेपालको संविधानमा कहीँ लेखेको छ भने संविधान पल्टाउन चाहन्छु। म कानुनको विद्यार्थी हो, कानुनको विद्यार्थी हो भएको कारणले यतिखेर म जेन्जी पुस्ताको उसमा सम्बोधन गर्न चाहन्छु। यतिखेर म जहाँ बहस गर्नुपर्छ बहस गर्न चाहन्छु र नेपाली जनताको पक्षमा र नेपाली तपाईको निष्कर्ष आयो अब कुनै पनि हालतमा हजुर जेन्जी पुस्ताहरूलाई दुःख दिनु भएन, दुःख दिनु भएन। जेन्जी पुस्ता परिवर्तन गर्न चाहन्छ, जेन्जी पुस्ता नेपाली सम्पूर्णमा भन्न चाहन्छ, कुनै राजनीतिक दलको कार्यकर्ता होस्, तोडफोडको आगजनीको हजुर कुनै पनि दोष नेपाल जेन्जी पुस्तालाई लगाउन मिल्दैन। नेपाल सरकारले लिनुपर्छ, नेपाल सरकारले लिनुपर्छ, नेपाल सरकारले जिम्मा लिनुपर्छ। नेपाल सरकार परिवर्तन गरिसक्यो, अवस्था परिवर्तन गरिसक्यो, अब प्रत्यक्ष कार्यकारी निर्वाचन गरेर विधि र पद्धतिलाई सिद्धान्तमा परिवर्तन गरेर मुलुकको व्यवस्थाको पक्षमा कि अवस्था परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा? अवस्था परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा। 40 सालदेखिको यता पछाडि हेर्ने हो भने काण्डमा छ, धेरै काण्ड मुछेको छ। नेताहरू उनीहरूलाई कारबाही हुनुपर्छ पर्दैन? कारबाही त कस्तो हुनु पर्दैन, अठ्याएर हालिहाल्नुपर्छ। कुन निर्णय गर्ने उच्च स्तरीय छानबिन आयोग गठन गरेर कसलाई आरोप लागेको छ, आरोप लागेका मान्छेहरूलाई सबैलाई हालेर चाहिँ एकचोटि छानबिन गरेर सबै मान्छेलाई कारबाही गर्नु।